गाइज नमस्कार, सबै सन्चै हुनुहुन्छ होला भन्ने आशा गरेको छु। कृपया मेरो यहाँ न्यू युट्युब च्यानल छ पर्वत भनेर सब्सक्राइब, लाइक, कमेन्ट गरिदिनु होला। तपाईँलाई मन पर्यो भने मैले राम्रो भिडियोहरू के बनाउने, कस्तो बनाउने भन्ने कुराहरू बिस्तारै मैले अपलोड गर्छु या केही नयाँ कुराहरूको, नयाँ डिसहरूको हाम्रो होटलमा जस्तै नयाँ डिसहरू बन्दै जान्छन्। त्यो डिसहरू म चाहिँ तपाईहरुको माझ राख्नेछु। अनि केही कुराहरू सिक्नको लागि मलाई तपाईहरु सिकाउनु, म कुनै कुराहरू तपाईलाई सिकाउँछु। मैले जानेको अब मैले चाहिँ कन्टीमा काम गर्छु। मैले गर्छु भाइ कन्टीमा काम। त्यही यसले गर्छ मैले गर्छु। म चाहिँ यसको युट्युब च्यानलबाट बनाइदिरा त्यसैले भनेको हैन। बाकी चाहिँ यस्तै हो। अनि लाइफ यस्तै हो। यति राति हिँड्दै 1:30 बजेको लागि रुम 1:30 बजे घर चाहिँ हैन हाम्रो नेपाल ओलानी हो हैन। दुःख धेरै गर्नुपर्छ, दुःख सुख भन्ने कुरा यस्तै हो हैन। सानोसँग त अब धेरै राम्रो हुन्छ लाइफ। बाबाआमाको पैसा खाइयो, यताउति गरेर नदिएपछि रुने, झगडा गरिदिने, खाना नखाइदिने, यताउति गरिन्थ्यो। आजभोलि आफ्नै पैसा पनि 10 रुपियाँ भयो पनि खर्च गर्न लास्ट गाह्रो हुन्छ के, लास्ट गाह्रो लाग्ने। त्यो भएर मैले आज आफ्नो फिलिङहरू के सेयर गरौँ भनेर यहाँको यसको अब युट्युब च्यानलबाट भन्दै खोज्यो। मैले चाहिँ कि लास्ट झगडा गर्ने बुवा मलाई यो साइकल चाहियो, गाडी चाहियो यताउति भन्ने बुवाआमाले अब नल्याइदिए, कहिले खानै नखाने, घरमा झगडा गरिदिने, घरमा नआउने, हिँडिदिने, यताउति गरिदिन्थ्यौँ। अब अहिले आएर बुझियो कि बाउको पीडा कस्तो हुन्छ भनेर, कि यत्रो दुःख गरेर हैन पैसा कमाइदियो रहेछ त्यही भएर हो। अब हेर राति पुरा सुनसान एरिया छ, शान्त छ एकदम सडक। त्यहाँदेखि ट्रेन हान्नुपर्छ, फेरि त्यहाँदेखि अझ हिँड्नुपर्छ। हाम्रो होटल धेरै टाढा छ, अझ त्यहाँदेखि यहाँ पर्सनल रुम लग्नु पर्यो, रुममा आउनुपर्छ, भोक यताउति गर्नु पर्यो हुन्छ। अब यो भाइको यस्तो हुन्छ ऱ्याप चाहिँ यसले कडा हान्छ होइन। एउटा ऱ्याप सुन्छौ भने म भोलि सुनाउँछु, बिस्तारै सुनाउँदै गर्छु क्या। अरू चाहिँ यस्तै हो, उसले भन्छ अझै बनाऊ भन्छ। यहाँ अगाडि त्यहाँ हस्पिटल छ क्या एउटा, त्यो चाहिँ चालु छ अहिले। हेर न पुरा यहाँको गेटअप त यस्तो हान्नुपर्छ, सानो बाटो हान्नुपर्छ, कपालै बाल्नु दिन्न। पहिले सानो छँदाखेरि अब त्यस्तै हुन्थ्यो स्कुलतिर। अब स्कुलतिर कस्तो हुन्थ्यो, हामीहरू पैसा भरेर त्यही स्कुल पर पैसा भर्नु पऱ्यो, त्यही पनि हामी जान्थेनौँ क्या। त्यसमा पैसा हालेर पनि हामी नजाने मान्छे। यहाँ पैसा मिल्छ होटलदेखि, तब पनि हामी जबमा छुट्टी नमिलोस्, बरु छुट्टीको बदला पैसा मिलोस् भनेर खुसी हुन्छौँ क्या। बरु छुट्टी नदियोस्, त्यसले हामीलाई पैसा दियो होला भनेर छुट्टी। यहाँ हामी पैसा पाउँछौँ तब पनि हामीले छुट्टी गर्दैनौँ क्या। बरु हाम्रो स्कुल लाइफ कस्तो थियो भनेपछि होइन, त्यहाँ कस्तो हामीहरू पैसा भन्ने बाबाआमाको, तर पनि हामीले छुट्टी चाहियो भने हामी छुट्टी हान्दैन। हामीले कसैको कुरै सुन्ने, अरे यो यस्तो होमवर्क गरेर आऊ, यताउति गरेर आऊ भने पनि नसुन्ने। अब यहाँ आएर यसै बना, ऐसै जातै भन्छ त सिनियरहरू आएर कोही त्यस्तै बनाउनुपर्छ क्या। त्यो जस्तो बन्ने भयो भने नै उसले आएर भन्छ त बनाउनै पर्छ, त्यस्तै हुन्छ। गलत हो भने पनि होइन। अब त्यसको कामै हुन्छ त्यही। अब आफ्नो इज्जत बनाउनलाई, आफ्नो जब बचाउनको लागि त्यसले अब सानो जुनियरहरूलाई हेपेकै हुन्छ क्या। नत्र त्यसको नगरी पनि त जान्छ त, चढ हुन्छ त फेरि। अब अरू के भन्नु भाइ, यो भाइलाई होइन सपोर्ट गरिदियो, धेरै मेहनत गर्छ, रोज राति भिडियो बनाउँछ, भिडियो बनाउँछ, दिनमा भिडियो बनाएर रातभरि एडिट गर्छ। फेरि बिहान अझ फेरि 8 बजेसम्म सुत्दैन, भिडियो बनाउनुपर्छ। अझ बिहान चाँडो उठ्नुपर्छ, 2-3 बजी, अरे सरी 12 बजे उठ्छ, 12-1 बजे उठ्नुपर्छ। नुहाइधुवाइ गरेर फेरि ड्युटीको लागि हिँड्छ। मान्छेलाई हल्का सपोर्ट गरिदियो तपाईँहरू, हिँड्नु पऱ्यो, अहिले सपोर्ट गर्थ्यो होइन। यसले चाहँदैन कि तपाईँहरूले यो पैसा कमाउनु चाहँदैन, बस यस्तै हो कि नाम बनाओस्, सपोर्ट गरोस्। मैले केही कुराहरू मबाट सिकुन्, मैले बनाउने डिसहरू भनेर यसले प्रायः जस्तो कुकिङको बारेमा भिडियोहरूको हुन्छ। मलाई टाइम मिल्यो होइन। अब त्यही होटलतिर जति टाइम मिल्यो चाहिँ म जति टाइम मिल्यो मलाई होइन, त्यो टाइम म दिने कोसिस चाहिँ गर्छु होइन। त्यही हो, दिनै पऱ्यो नि त। अब यस्तो हो, अब कसैले हेऱ्यो भने होइन केही कुरा सिक्योस् या राम्रो लाग्छ नि त, त्यही हो। अब त्यत्तिकै मान्छेहरूले होइन लाइफमा दुःख सुरु भनेपछि हुन्थ्यो क्या। पहिला पनि थियो, आजभोलि अर्कै छ। पहिला त्यो नचाहेर गर्थ्यौँ हामीहरू, तर अहिले चाहेर पनि त्यो गर्न गाह्रो। अहिले आफै आउँछ। पहिले हामीहरूले आफै नै माथि जिम्मेवारी लगाउने गर्थ्यौँ। अब कस्तो भइरह्यो भनेपछि आजभोलि आफै आउँछ कि नचाहेको कुरा।
जस्तो स्यालेरी यताउति हुन्छ आज अब यस्तो गर्नुपर्छ उस्तो गर्नुपर्छ सोच्नुपर्छ त्यहाँ चाहिँ अर्को प्रब्लम आइहाल्छ क्या काँधमा जिम्मेवारी आएपछि चाहिँ मान्छेले बुझ्छन् होइन जस्तो लाग्छ अब जतिसम्म तिमी सानै छौ खेल्छौ होइन जिम्मेवारी पैसा के हो होइन काम के हो होइन पछि धेरै बाबुआमालाई कसको गाली सुन्नु अब रिसाएर सुन्नु पऱ्यो सेहेर बस्नु पऱ्यो सबै थोक आउँछ नि त अब जिम्मेवारी भइसकेपछि मान्छेलाई यस्तो भन्छ नि अब यस्तो मजबुर पार्ने रहेछ कि त्यो काम त्यो सहनु पऱ्यो होइन मजबुर किनकि हाम्रो काममा जिम्मेवारी छ फ्यामिलीलाई हेर्नु पऱ्यो घर परिवारलाई होइन सबैलाई तिम्रो कतिवटा फ्यामिलीहरूमा कतिवटा मान्छेहरू छ अब त्यसले के मेहनत गरिरहेछ न भनेर बुझ मेहनत गरिरहेछ भने सपोर्ट गर किनकि तपाईँहरू भनेपछि चाहिँ अब सबै एन्डर अल पिपल भनेपछि जो सपोर्ट भएको हुन्छ जसको धेरै लाइक भ्यू हुन्छ त्यो मान्छेलाई त उत्तिकै पनि घर कसैले भाइरल गरिदिन्छ माथि पुऱ्याइदिन्छ सानोतिनो मान्छेलाई पनि सपोर्ट गर्नु पऱ्यो तपाईँहरूको सपोर्ट गऱ्यो भने हाम्रो नेपालको पनि मान्छेहरू अगाडि बढ्न सक्ने भयो के हामी खुसी हुने भयो नि त अब यस्तो केही कोही मान्छेले हेर्छ केही कमेन्ट गर्छ राम्रो नराम्रो होइन लाग्ने भयो हाम्रो मनमा होइन केही त राम्रो गरिरहेछौँ जस्तो होइन लाइफमा होइन यो दुःख कष्ट कामहरू पनि छोडेर पनि केही राम्रो भइरहेछ भनेपछि चाहिँ हामी अझै राम्रो गर्ने कोसिस गर्छौँ हो अहिले चाहिँ होइन सपना चाहिँ कसो थियो भनेको चाहिँ त्यो अब त्यो ठ्याक्क अब यहाँनिर अब 1-2 लाख रहेछ म सोचेको अब यस्तो गर्नुपर्छ भनेर दुईवटाले सोचेको प्लान गरेर होटल यताउति गर्नुपर्छ सोचिरहेको ठ्याक्कै अब यताउतिबाट प्रब्लमहरू दुईवटाले आइहाल्यो पैसै खतम कि अहिले त जिरो मनीमा हिँडिरहेको होइन सोचिरहेको थियो नि पहिला तर यस्तो गर्नुपर्छ सोचिरहेको थियो नि सोचे जस्तो हुँदैन नि त अब जिन्दगीमा होइन भगवान्ले के पाएर फेरि मोबाइल चोरी गरेर लगाएर यस्तो आइदिएमा भगवान्ले के चाहने हो होइन त्यही चाहिँ गर्छ भगवान्ले होइन गरिरहनुपर्छ हामीले चाहिँ जति कोसिस गरे पनि नहुने रहेछ होइन भगवान्ले जे चाहे त्यही छ त्यो चाहिँ यस्तो होइन तर मेहनत चाहिँ गर्नुपर्छ मान्छे भइसकेपछि होइन भोलि यो यस्तो हुन्छ कि अब टाइम अनुसार हुन्छ कि टाइमले कहाँबाट कहाँ पुऱ्याउँछ तर मेहनत चाहिँ गरिरहनुपर्छ एक दिन अवश्य सफल हुन्छ यस्तो होइन कि अब म यो भिडियो बनाएँ लाइक आउँदैन भ्युज आउँदैन गरिदिनु म भनेपछि त भएन नि त फेरि त्यहाँ हो अब त्यसको मन मारिदियो भने त्यो कुरै भएन कि त गर्न लाग्यो भने कन्टिन्यू गर्ने हो अनि बिस्तारै भएपछि ठिकै छ होइन नभए पनि आफ्नो खुसीको लागि के थाहा भविष्यमा गएर आफूले पनि हेर्नको लागि मिलोस् बुढो भइसकेपछि म यस्तो गर्थेँ यस्तो जब गर्थेँ भनेर भने पछि यादगार पलहरू हुन्छ क्या नत्र त अब हाम्रो सानोसँगको मेमोरी अब कति धेरै चाहिँ दिमागमा छ अब एक्लै खुसी लाग्छ तर त्यो फिलहरू यसरी हेर्न सकिन्न नि त्यही हो पुरानो होइन केटाहरूको फोटो चाहिँ हेऱ्यो भने त यस्तो थियो होइन बच्चातिर होइन अब अहिले आएर सानो थियो पहिला आज हेर्दा मभन्दा 4 फुट हाइटमा नि ठुलो भइसकेको छु होइन त्यो भनेपछि होइन एउटा फोटो भिडियो कतै पनि देख्छस् भने देख्यो भने होइन हामीहरू यस्तो फोन चलाउँछ कि अब सक्दैन भन्ने कुरा होइन किन्न सक्छौ होइन तर अब त्यही हो जिम्मेवारी छ अब जिम्मेवारी हेर्नु पर्यो सबैलाई हेर्नु पर्यो बुझ्नु पर्यो यताउति गर्नु पर्यो बुझ्नु पर्यो पहिला अब घरवाला आफ्नो त अब के छ होइन हाम्रो चाहिँ फ्यामिलीहरूलाई बुझ्नु पर्यो जति ठुलो भयो नि मेरो सोचमा भनेपछि कस्तो भनेपछि अब म कमाइरहेको छु यताउति गरिरहेको छु भनेपछि मैले आफै कमाएर आफै खुसी भयो मलाई ठिकै लाग्यो नि मैले कमाइरहेको छु भनेपछि कसैले त्यो खर्च गरिरहेको छ खुसी छ भने त्यो अलग खालको अब म यहाँ काममा बिजी हुन्छु मोबाइल सबै राख्छु यताउति गर्छु भने नति हुन्छ त्यतिखेर नति हुन्छ त्यो म चाहिँ के आयो होइन मैले 2 मिनट लागि लगिदिएँ मैले के गरौँ गाउँतिर पठाइदिएँ बुवा मलाई यताउति गरेपछि बुवामा पनि खुस मेरो छोराले यस्तो गर्छ भनेर सबैहरूले पनि भन्छ यस्तो छोरा सुध्रा छ यस्तो गर्छ भनेर होइन तर म चाहिँ के भन्छु भने दुनियाँले होइन जेसुकै भनोस् होइन आमा बुवालाई चाहिँ एकदमै खुसी राख होइन दुःख कष्ट त सबैको जिन्दगीमा छ नै होइन तर खुसी राख्नु कोसिस गर होइन यस्तो